सबैमा राधे कृष्ण। आजको यात्रा दोलखा जिल्लाको सुप्रसिद्ध मन्दिर कालिन्चोक भगवती मन्दिर अनि कुरी भिलेज, यहाँको एकदमै टुरिज्म एरिया हो। यो सबै दृश्यहरू मैले यहाँहरूलाई देखाउने कोसिस गर्नेछु है त। आजको यो सुन्दर सामग्रीमा यहाँहरू जोडिराख्नु होला। अब हाम्रो यात्रा भीमेश्वर नगरपालिकाको चरीकोट बजारदेखि अब उकालो लाग्यो। जय हो। धेरै हाइटमा आइसकेका छौँ। मलाई चाहिँ जाडो भइसकेको छ। अब जाडो छेक्ने यो मेरो सल ओढेर चाहिँ अबको अगाडिको यात्रा ओढेर हुनेछ। देशका पर्यटकहरू आउँछन्। हेर्नुहोस् त, कति सुन्दर घरहरू, कति सुन्दर बसोबास बस्ती बनाएको छ। आहा, मान्नै पर्छ। यो स्वर्गको अलकापुरी इन्द्रपुरी भन्दा कम चाहिँ यो होइन है प्रभु। यो ठाउँमा बस्न पाउनु, यहाँ घुम्न पाउनु, यो पनि सौभाग्यले मात्रै पाइने चिज हो। ओहो, म त मैले जीवन पाएकै मान्नुपर्छ। म आफैलाई असाध्यै गर्वन्वित ठान्छु, बडो भाग्यशाली ठान्छु। ल, जीवनमा जति दुःख कष्ट जस्तो भए पनि तर यी चिजहरू हेर्न पाउनु, घुम्न पाउनु मेरो जीवनको सौभाग्य हो। जय हो, जय हो परमात्मा, जय श्री कृष्ण। अब हामी यहाँ पूजाको सामग्री किन्नेछौँ। कालिन्चोक भगवतीको मन्दिरमा दर्शन गर्न जाने भएकाले पूजाको सामग्री लिएर जानेछौँ। अब यो कालिन्चोक भगवती मन्दिर जाने बाटो सिडीमा हामी अगाडि बढ्यौँ। जय हो, जय हो, जय माता दी। यहाँ हिँड्न नसक्नेका लागि केबल कारको सुविधा पनि रहेछ, तर 600 रुपियाँ एकजनाको टिकट भन्ने सुनियो। 2 जनाको 1200 हुन्छ। यतिले त खाना बस्न पुग्छ। हामी त हिँड्ने नै हो है त। आहा, यो हो कुरी भिलेज भ्याली नै रहेछ। कति सुन्दर दृश्य। जय हो। अब यतापट्टि यो कालिन्चोक मन्दिर जाने सिडी, यो यस्तै सिडी माथिसम्म पुग्छ होला होइन भाइ? यस्तै सिडी माथिसम्मै हो। गाह्रो हुने रहेछ त, कुहिरो लागेको छ माथि डाँडामा। ल, हाम्रो यहाँको भाइ काभ्रे मङ्गलटारको भाइ हुनुहुँदो रहेछ, उहाँले अलिकति सहयोग गर्नुभएको छ। के नाम हो भाइ? रबिन अधिकारी। ल, मेरो माओली पो ठहरेछ नि त हौ। ल, जय हो। गाह्रो छ, मलाई गाह्रो छ। पापी अपराधीले बस्ने तराईमा बसिएछ। यो तराईको पानीले हिँड्नै नसक्ने पो बनाएछ त। हरे कृष्ण, हरे कृष्ण। अಯ್या, अब पानी पिउने हो। अब थोरै छ, लगभग हामी पुगिसकेका छौँ। पानी पिएर जाने हो। यहाँको पानी अमृत हो। यो अయ్या, दाँत खाने पानी छ। चिसो एलर्जीवाला मान्छे खै के हुन्छ थाहा पनि भएन। देखियो कृपा।
होला यो दाजु फाइनली कालीचोक भगवती मन्दिरमा पुग्यो। अब मन्दिर दर्शन गर्नेछौँ। उनीहरूको अथवा पुजारी पीरहरू बस्ने घर धर्मशाला हो। यहाँ चाहिँ मन्दिर भने स्पेसल माथि छ है, जाँदैछौँ हामी। ल जय माताजी। अయ్या बडो दुःखले पुगेका छौँ। या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। अయ్या सर्वमङ्गल माङ्गल्ये शिवे सर्वार्थ साधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमस्तुते। मन्दिर खास पीठ पीर यही हो है। हामीले यहाँ भगवती देवीको सबै स्वरूपहरू छन्। जय हो। यो घण्टा चाहिँ भित्र चाहिँ जल रहेछ, लिन पाउँछ होला कि नै, पाउँछ होला। अब हात हालेर अलिकति जल माताको प्रसाद। जय माताजी। यो यही चढाउँछु, जानु सेवा गरे माता। अब नारियल दान गर्छौँ। सबैको कल्याण होस्। जो जसको धेरै मान्छे पोखराको बाबु, मैले नाम अलि याद आएन, फेरि पनि सम्झेको छु। पढाइ लेखाइ सबै कुरा जय होस्, मङ्गल होस्, कल्याण होस् माता। जय हो। प्रसाद, धूप, जौ तिल सबै यहीँ राखिदिन्छु। पुजारीहरूले चलाउनु हुनेछ। चामल अक्षताहरू यो धुपे राखिदिउँ होइन। प्रसाद हामी लिनेछौँ केही छोडेर। जय हो। ल यो धागाहरू बाँध्ने चलन छ। जहाँ बाँधे जहाँ छोडे पनि भयो होइन। ल सबैको कल्याण गर्नु होला। मलाई विशेषतः श्रीकृष्ण भक्ति, दृढ रूपमा श्रीकृष्ण भक्ति मिलोस् हे माता रानी। मलाई अरू केही चाहिएको छैन। म संसारिक तुच्छ चिज माग्नेवाला छैन। म प्रति आशा गरेका मेरा भक्त, मेरा शिष्य, मेरा शुभचिन्तकहरूलाई जो चिताएको छ त्यो पुगोस्। मलाई भने श्रीकृष्ण भक्तिमा एकदमै पूर्ण दृढ भक्ति मिलोस्। जय होस्, मङ्गल होस्, कल्याण होस्। ल परेवा जोडी पर्याउनु धेरै त्यो खाऊ दाना। जय हो। अलिक भागे डराए। ल गाइज, हाम्रो यो चाहिँ कालिचोक मन्दिर हो। हाम्रो सरले चाहिँ माटीको लगाइराख्नु भएको छ। यहाँको नजारा हेर्नु। आज चाहिँ हल्का यता मौसम साइडतिर नदेखेको अवस्था भइरहेको छ। त आदरणीय भक्तहरू, शुभचिन्तकहरू, दर्शकहरू, यही हो कालिचोक माताको यो पवित्र घाट मैले दर्शन गराएँ। आज अलिक दुःखको कुरा, कुहिरो लाग्यो। यहाँदेखि आसपासको नजारा, सारा संसार देखिने नजारा छ। यहाँहरू अवश्य पाल्नु होला। एकपटक माताको यो दरबारमा यति भन्दै यो सामग्री पूर्ण गरेँ। यहाँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। र आगामी फेरि यस्तै यस्तै सामग्रीका साथ पुनः उपस्थित हुने नै छौँ। हार्दिक अभिनन्दन। जय श्री कृष्ण।